सम्पूर्ण मायालु दाजुभाइ तथा दिदीबहिनीहरूमा म कृष्णको तर्फबाट 2 हात जोडी नमन गर्न चाहे। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइलाई आउँदै गरेको दीपावली तिहारको चाहिँ हार्दिक शुभकामना मङ्गलमाया व्यक्त गर्दछु। साँच्चै नै अहिले देशमा भएको राजनीतिक तरङ्गले चाहिँ साँच्चै उथलपुथल गराइरहेकै छ। साँच्चै भन्नुपर्दा अझै अहिले आउनुभएकै नयाँ सुशीला कार्की ज्यूको नेतृत्वमा गठन भएको सरकारले के गरिरहेको छ त भन्दाखेरि अहिले हेर्ने मानिसलाई चाहिँ राजनीतिमा एकदमै तरङ्ग छ। पहिला चाहिँ अब ओम प्रकाश अर्यालज्यूको थोरै कुरा गरौँ। उहाँको चाहिँ ब्याकग्राउन्डमा भन्नु पर्दाखेरि उहाँ के कस्तो व्यक्ति हुनुहुन्छ भन्दाखेरि पहिला पनि रवि लामिछानेसित उहाँको चाहिँ अलिकति दुश्मनी जस्तो रहेछ। एउटै हिसाबले रवि लामिछानेले पत्रकार हुँदै चाहिँ उहाँलाई चाहिँ सोध्नुभएको रहेछ, तपाईँले गुन्डा पाल्नु हुँदो रहेछ यताउता भन्ने त्यस्तो। यो अहिले जस्तो पनि राजनीतिक जति पनि भएछ रवि लामिछानेज्यू आएपछि उहाँमाथि प्रतिशोध साध्नेहरूसित मात्रै उहाँको भिडन्त भइरहेछ के रवि लामिछानेज्यूको। कस्तो भन्दाखेरि पहिला अहिले नखो कारागारबाट बिचरा उहाँ जेन्जी भाइ बहिनीहरूले आन्दोलन गरेपछि नखो कारागारबाट पनि निस्किनु भयो। त्यहाँबाट चाहिँ फेरि जेन्जीहरूले त्यो असली जेन्जी त होइन होला, उहाँहरू त नक्कली जेन्जी के। अब हुन त विद्यार्थी नै हुनुहुन्छ होला, तर भातृ सङ्गठनको जेन्जीहरू पर्नुभयो होला उहाँ। त्यही भएर उहाँहरूले के विरोध गर्नुभयो, हामीलाई रवि लामिछानेको हाम्रो माग होइन यहाँ त्यहाँ भन्नुभयो। फेरि बिचरा रवि लामिछाने जस्तो आएको त्यस्तै लुसुक्क गरेर जेलमा जानुभयो। फेरि आफै जानुभयो, उहाँ भागेको होइन। त्यति बेला के भने कसरी दियो प्रमाण, कसरी दियो, कसरी चाहियो होइन, अदालतबाट हुन पर्थ्यो यता। ए बाबा तपाईँको घरमा आगो लागिरहेछ भने तपाईँ त्यहाँभित्र बेद पढेर बस्नुहुन्छ, पढेर बस्नुहुन्न नि, हजुर भाग्नु पऱ्यो नि त। त्यहाँ बेद पढ्ने त त्यहाँभन्दा आफै पनि गइन्छ होइन। अब त्यति बेला चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको विषयमा पनि एकदमै परिचर्चा भएको कारणले, उहाँ चर्चित मान्छे भएको कारणले चाहिँ उहाँलाई जेलले चाहिँ राख्न चाहेन। त्यति बेला के भने जेलले भाग, यहाँबाट बाहिर गइहाल, भाग भनेको होइन यहाँबाट बाहिर जाऊ, हामीले अब तिम्रो चाहिँ सुरक्षाको जिम्मा लिन सकिन्न, भोलि जेलले जलाइदियो भने हामी पनि ऊ भयो भने केही भयो भने हजुर पनि ऊ भन्नु भने त्योभन्दा तपाईँ निस्किनुहोस् जानुहोस् भनेर एउटा पत्र छिटो पत्र बनाएर उहाँको हातमा थमाएर निकालिदिएको छु, एउटा प्रक्रिया विधि पर। तर जेन्जी भनाउँदाहरूले ओरिजिनल जेन्जी होइन, डुप्लिकेट जो एमालेका कार्यकर्ता भातृ सङ्घका जेन्जीहरू, उहाँले के भन्नु हामीहरू माग हुँदैन भनेर दुनियाँ भनेर फेरि उहाँ बिचरा यो वाद विवाद हुनुहुँदैन जान्छु आफै भनेर फेरि जानुभयो। अहिले फेरि ओरिजिनल जेन्जीहरू भनौँ कि फेरि डुप्लिकेट भनौँ, उहाँहरू फेरि के भने हामीलाई रवि लामिछानेजी आऊ देश बचाऊ भनेर। अब तपाईँहरू रुनको विकल्प पनि छैन। पहिलो कुरो त म के भन्न चाहन्छु भन्दा रवि लामिछानेजी बिचरा 6 महिनाको लागि गृहमन्त्री भयो भने केही फाइदा थिएन कि। उहाँको खुट्टो ताने गर्थ्यो र उहाँलाई गएर खान दिनन्। किन गएर खान दिनन् भन्दा रवि लामिछानेजी यस्तो व्यक्ति हुनुहुन्छ कि म उहाँसँग जान पहिचान पनि छैन, पहिलो कुरो त उहाँसँग देखभेट पनि छैन, तर उहाँको कामबाट प्रभावित भएको मान्छे म। रवि लामिछाने कस्तो व्यक्ति भन्दाखेरि उहाँले चाहिँ नि विगतका दिनमा एकदमै राम्रो काम गरेको मान्छे। उहाँ चाहिँ गृहमन्त्री हुँदाखेरि है उहाँले चाहिँ कस्तो भन्नु, दोस्रोपल्ट गृहमन्त्री हुँदा पनि उहाँले के भन्नु 25वटा फाइल खोल्नलाई तयार गर्दा उहाँले के भन्नु, अब हेरी भाइ यसले हामीलाई एउटै खाल्टा पुरी भयो भनेर उहाँलाई सबै भातृ सङ्गठन मिलेर उहाँलाई चाहिँ निचड्दै लगेर पुनः जेलमा लगेर कोदिए। अझै पनि उहाँलाई निक्लिन दिन अहिलेका ओम प्रकाश अर्यालले पनि त्यस्तै बल गर्नुहुन्छ। उहाँले के भन्नुहुन्छ, रवि लामिछानेज्यू यस्तो उहाँसँग तुलना गर्न मिल्दैन। हेर्दैन अस्ति फेरि के भन्नु, बालेनसँग तुलना हो, तपाईँ ठिक भन्नुभयो, बालेनसँग रवि लामिछाने कम्पेयर गर्न मिल्दैन। कसरी कम्पेयर गर्न मिल्दैन भन्नुहुन्छ भने बालेनज्यू भनेको उहाँलाई मैले नराम्रो भन्न खोजेको नि, हामी बालेनको पनि समर्थन हो, फेरि हर्क साम्पाको पनि समर्थन हो, गोपीहरूलाई हमालको पनि समर्थन, राम्रो काम गरेको सबैको समर्थन। तर त्यसो भन्दै गर्दाखेरि बालेन शाहज्यू कस्तो व्यक्ति हुनुहुन्छ भन्दाखेरि उहाँ चाहिँ मानिलिउँ